मसँग धेरै क्वेसन आइरहेको थियो कि फ्रान्स आउँदाखेरि ब्याचलरमा या मास्टरमा आउँदाखेरि कतिको ग्याप एक्सेप्ट हुन्छ भनेर धेरैजनाको क्वेसन आइरहेको थियो। सो हेर्नु ग्याप म आफ्नै भनिदिन्छु। मेरो ग्याप तपाईँको म 2017 मा ब्याचलर सकेको थिएँ र त्यसपछि म 2023 सम्म मैले जब गरेँ त्यहाँ नेपालमै। अनि 2023 को मतलब लास्टतिर आएर म तपाईँको यो प्रोसेसिङ गरेँ फ्रान्सको र फ्रान्स प्रोसेसिङ गर्दाखेरि मैले आफ्नो एक्सपिरियन्स लेटरहरू जुन मैले यो 6-7 वर्षको मेरो ग्याप थियो, त्यहाँ एक्सपिरियन्स लेटरहरू हालेर सबै प्रोसेसिङ गरेको थिएँ र मेरो भिजा आयो त्यसमा होइन। सो हेर्नु मास्टरको लागि यहाँ युरोपमा एउटा के छ कि मान्छे जति बेला पनि आफ्नो स्टडी मतलब कम्प्लिट गर्न सक्छ, जति बेला पनि पढ्न सक्छ। त्यसको लागि ग्याप म्याटर गर्दैन। युरोपमा चाहिँ त्यस्तो छ एजुकेसन सिस्टम है। सो ग्याप धेरै छ, त्यसको लागि केही टेन्सन छैन। मास्टरको लागि झन् तपाईँको 6-7 वर्ष, 8 वर्ष ग्याप भए पनि तपाईँसँग एक्सपिरियन्स राम्रो छ भने ग्याप एक्सेप्ट हुन्छ क्या यहाँ। एक्सेप्ट नहुने होइन, अरू-अरू कन्ट्रीमा सुनिरहेको हुन्छु ग्यापको कारणले धेरै भिजा रिजेक्सन भइरहेको हुन्छ। तर यहाँ फ्रान्समा चाहिँ ग्यापको कारणले तपाईँको त्यति धेरै भिजा रिजेक्सन भएको छैन है। सो मास्टरको लागि तपाईँको टेन्सन छैन। ब्याचलरको लागि मेबी हुनसक्छ धेरै ग्याप भयो भने अलिकति रिजेक्ट हुने चान्स चाहिँ हुन्छ। ब्याचलरको लागि त्यति धेरै मतलब ग्याप एक्सेप्ट गर्दैन होला मलाई जहाँसम्म लाग्छ। तर मास्टरको लागि अब तपाईँले ब्याचलर सकेर होइन आफ्नो फिल्डमा काम गरेर 6-7 वर्ष 8 वर्ष पनि ग्याप छ भने त्यहाँ तपाईँको एक्सेप्ट हुने चान्स एकदम धेरै हाई हुन्छ। त्यो ग्यापले तपाईँलाई म्याटर गर्दैन त्यहाँ। तर एक्सपिरियन्स रिलेटेड फिल्डको छ भने झन् राम्रो हुन्छ क्या। अब तपाईँ पढ्नु के भएको छ अनि काम केमा गर्नुभएको छ त्यस्तो छ भने अलिकति त्यो हुन्छ नि फल्स जस्तो लाग्छ के मतलब गलत डकुमेन्ट गलत तरिकाले यो एक्सपिरियन्स बनाएर हालेको जस्तो लाग्छ। सो आफ्नै फिल्डको छ भने त्यहाँ एक्सेप्ट हुने चान्स तपाईँको धेरै हुन्छ, हाई नै हुन्छ। त्यो ग्यापले तपाईँको म्याटर गर्दैन है त्यो भिजाको लागि। अनि ब्याचलरको लागि त्यस्तो अलिकति गाह्रै हुन्छ। ब्याचलरको लागि किनभने +2 पछि तपाईँको एकदम 6-7 वर्ष 8 वर्ष कतै काम गरेर केही गरेर अनि त्यसपछि ब्याचलर गर्छु भनेर अलिकति त्यो हुन्छ नि, त्यो जस्टिफिएबल हुँदैन क्या यहाँ मतलब +2 पछि त्यति त्यति ग्याप अनि त्यसको लागि अलिकति भिजा रिजेक्ट हुने चान्स धेरै हुन्छ। सो त्यही हो। फ्रान्समा तपाईँको ग्यापको लागि त्यस्तो गाह्रो छैन। मास्टरमा आउँदै हुनुहुन्छ भने मास्टरको लागि तपाईँको ब्याचलर पछि 6-7 वर्ष 8 वर्ष ग्याप छ भने त्यसको लागि नसोच्नु। त्यसको लागि आफ्नो फिल्डको एक्सपिरियन्स छ भने तपाईँको ग्याप मजाले एक्सेप्ट हुन्छ र भिजाको चान्स पनि त्यत्तिकै हाई हुन्छ। त्यो ग्यापले तपाईँको भिजालाई म्याटर गर्दैन है। सो त्यही हो ग्यापको लागि। अनि अरू-अरू भिडियोको लागि सब्सक्राइब गरेर राख्नु होला। अरू-अरू भिडियोहरू आउँदै गर्छ।